हेलो एभ्रिवान, नमस्ते। के छ तपाईहरुको हालखबर? एकदम ठीक हुनुहुन्छ होला भन्ने आशा गरेको छु हैन। म चाहिँ यहाँ आज सम्भवतः मेरो यो युट्युब भिडियोको दोस्रो भिडियो अथवा तेस्रो हुन सक्छ हैन। आज चाहिँ म तपाईहरुलाई स्पेशली जापानको भनौं अथवा जापान भित्र पनि एउटा ओन्सेन भन्ने हुन्छ हैन, हट स्प्रिङ भन्छ क्यारे नेपाली इंग्लिशमा चाहिँ, त्यो देखाउन गइरहेको छु। एउटा जापानमा प्रसिद्ध ठाउँहरु मध्ये एउटा गेरो भन्ने पनि, गिफुकेनको गेरो एकदम प्रख्यात छ यो ओन्सेनको लागि चाहिँ। म त्यहाँ गएर बस्ने छु, प्लस तपाईहरुलाई देखाउने छु। फुल बडीको हैन कि खुट्टाको मात्र चाहिँ मैले आज तपाईहरुलाई देखाउने छु है। अनि कस्तो हुन्छ, के हुन्छ हैन, यसको फाइदाहरु के हो भन्ने विषयमा पनि म कुराकानी गर्ने छु। कृपया भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला है त। म बस्ने ठाउँ चाहिँ यस्तो छ है। म काम गर्ने होटल यहाँबाट देखिँदैन, अलिकति त्यो घरले छेकेछ। यो होटल हो। हेर्नु व्यवस्थित तरिकाको एकदम राम्रो ठाउँ छ यो गेरो, जापानको गेरो भन्ने ठाउँ चाहिँ। यहाँको स्पेशल चाहिँ ओन्सेन नै हो हैन। होटलहरु कस्तो छन्, एकदमै धेरै मात्रामा। अनि यहाँको चाहिँ लोकल ट्रेन के चाहिँ नागोया हिँड्दैछ है। नागोया जान्छ यताबाट चाहिँ लगभग 2 घण्टा हुनु न यो ट्रेनमा। एकदम ब्युटिफुल प्लेस। उता माथि मोमिजीहरु फुलिरहेछ। यो चाहिँ मोमिजी है। यहाँ एउटा छ सानो, यस्तो मजाले फुल्छ नि हैन। अहिले अलि बेलुका भएर खासै कलर नदेखेको, तर बेस्ट। जापानको लगभग मोमिजी फुलेर पनि सकिने सिजन हो हैन। म चाहिँ अब लगभग ओन्सेनमा पुग्न थाले है। ओन्सेन चाहिँ जापानको एकदम प्रख्यात टुरिज्म भित्राउने एउटा सेक्टर मध्ये एकदम प्रख्यातमा पर्छ। बाटो कट्नु पर्यो। यो चाहिँ ओन्सेन हो, खुट्टाको लागि मात्र है यो चाहिँ। यो चाहिँ हात धुने हो। एकदम तातो छ यो चाहिँ। आफै उम्रेको भन्छन् हैन। एकदम तातो पानी छ, ट्याक्कै यहाँ बस्ने 1-2 घण्टा चाहिँ। जापानमा हुनेहरूले ओन्सेनमा बस्नु भएको छ कि छैन, बसेको अनुभव सुनाउनु है त साथीहरु। ल है त साथीहरु, म चाहिँ ओन्सेनमा बस्न लागि खुट्टामा भनौं न, खुट्टा धोएर क्या आराम मिल्छ भने नि।
तातो पानी छ मजाले शरीरलाई एकदम रिलिफ मिल्छ 1-1.5 घन्टा चाहिँ बस्नुपर्छ लगभग यो चाहिँ खुट्टाको भयो फुल बडीको ओन्सेनको लागि चाहिँ जापानमा फेरि त्यसको लागि चाहिँ नेकेड हुनुपर्छ हैन तपाईहरुले पनि ओन्सेनमा बसेको अनुभव छ भने सुनाउनुस् है त गाइस साथीहरु हामी फेरि अर्को भिडियो भेट्नेछौँ लगभग 1-1.5 घन्टाको ओन्सेनमा बसे पश्चात अब म चाहिँ घर फर्किने फर्ममै छु अर्को भिडियोमा फेरि पनि भेट्नेछौँ मेरो भिडियो कस्तो लाग्यो तपाईहरुले हेरेर सुझाव प्रतिक्रिया दिनु होला है मन परेमा लाइक शेयर कमेन्ट पनि गरिदिनु होला है त सी यू सुन गाइस